बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश रमेश ढकाल र ध्रुवचन्द्र नन्दको इजलासले लामिछानेलाई 20 लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए। एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँले उनलाई पूर्णपक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेश विरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। तर सन्दीप विरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमा विचाराधीन अवस्थामा छ। नाबालिग बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पूर्णपक्ष गर्नुपर्ने गरी गरेको आदेश विरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई अदालतले 20 लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। क्रिकेटर सन्दीप लामिछानेका कानुनी सल्लाहकार अधिवक्ता सरोज कृष्ण घिमिरेका अनुसार अदालतले 20 लाख धरौटी राखेर रिहा गर्न आदेश दिएको छ। उच्च अदालत पाटनका रजिस्ट्रार ठगेन्द्र कट्टेलका अनुसार सन्दीपलाई देश छाड्न नपाउने गरी धरौटी खोलिएको छ। लामिछानेलाई धरौटीमा छाड्ने आदेश विभिन्न शर्त राखिएको छ र उल्लङ्घन गरेमा पुनः पक्राउ गर्न सकिने व्यवस्था राखिएको छ। 20 पृष्ठ लामो आदेशमा सर्वसहित धरौटी खोलिएको छ। आदेश प्रमाणीकरणको काम भने भइरहेको कट्टेलले बताए। गत कार्तिक 18 गते काठमाडौँ जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो। यसअघि बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो। लामिछानेमाथि नाबालिग 18 वर्ष मुनिलाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी 18 वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन समेत आदेश दिएको थियो। असोज 20 गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुना मुक्त हुने भएका छन्। नाबालिका बलात्कारको आरोप लागेका लामिछाने बिहिबार 20 लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुना मुक्त हुने भएका हुन्। उच्च अदालत पाटनले दिएको आदेशमा 20 लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण भोलि मात्र रिहा हुने भएका हुन्। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवचन्द्र नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई शर्तसहित रिहा गर्न आदेश दिएका छन्। सन्दीपलाई विदेश जान भने रोक लगाएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले बताएका छन्। अदालतको आदेशअनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ। मुलुक बाहिर जान चाहिँ प्रतिबन्ध लगाएकै छ। उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई प्रहरीले निगरानी गरिरहने पनि भएको छ। लामिछानेले पीडित परिवारसँग पनि कुनै सूत्र मार्फत सम्पर्क भने गर्न पाउने छैनन्। यस्तै लामिछानेले सामाजिक सञ्जालमा यस केसबारेमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै 21 भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको थियो। प्रहरीका अनुसार काठमाडौँको एक कलेजमा +2 अध्ययनरत पीडित युवती लामिछानेकी फ्यान थिइन्। उनीहरूबीच सामाजिक सञ्जाल स्न्यापच्याट र व्हाट्सएप मार्फत कुराकानी हुने गरेको थियो। सामाजिक सञ्जाल मार्फत लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेको पीडितको भनाइ थियो। लामिछाने त्यसबेला T20 सिरिज खेल्न केन्या जाने तयारीमा थिए। अघिल्लो दिन 5 भदौमा नयाँ बानेश्वर स्थित होस्टेलबाट लिएर भक्तपुर दरबार स्क्वायरबाट नगरकोटसम्म लगेको पीडितको बयान छ। नियतवश नगरकोटमा धेरै बेर अलमल लाएर अबेर मात्र काठमाडौँ फर्काएको उनको भनाइ थियो। पिङ्गला स्थित होटल काठमाडौँ इनमा आइपुग्दा राति 11:55 भइसकेको थियो। पीडितको भनाइमा उनले 2वटा कोठा बुक गर्न भनेकी थिइन्। तर लामिछानेले एउटा मात्र कोठा खाली भएको भन्दै कोठा नम्बर 305 मा दुवैजना बस्नुपर्ने बताएका थिए। त्यही राति आफूमाथि 2 पटक जबरजस्ती करणी भएको पीडितको भनाइ छ। प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान थालेपछि लामिछाने 1 महिनासम्म फरार भएका थिए। पछि इन्टरपोलमा पनि उनी विरुद्ध नोटिस जारी भयो। इन्टरपोलले फ्लोरिडाको एक होटलमा उनलाई लोकेट गरेपछि लामिछाने आत्मसमर्पण गर्ने भन्दै फर्किएर नेपाल आएका थिए।